ओए ओके जाने न र के बाटो चाहिँ के चोक तिम्रो बाइकमा हुन्छ हल्का अप्ठ्यारो आयो हाम्रो बाइक कुदाउँदै कुदाउनु जहिले पनि हाम्रो बाइक 0 को स्पिडमा हुन्छ लगायो किनेरी त उपर बाटो त लास्ट अफ रोड हो यार सिधिङ जाने ठाउँ लास्टै अफ रोड खासै होइन 2-3-4 किलोमिटर जति अफ रोड होला होइन तर लास्टै अफ रोड रहेछ बारीमा हामी लगभग अफ रोड चाहिँ लास्टै छ है धेरै होइन के हो साथी सिस्नो लाग्यो हातमा अब 5 मिनटमा पुग्छ सिधिङ आधै आउँछ साथी केही भएन थुक लार्छ नि त्यति
हाम्रो मित्रको बाइक हिट भयो यहाँ पंखा चल्दैछ एसी चल्दैछ बाइकको एसी चल्दैछ हरि हावा फाल्ने हेर्छु साथी हात ल्याउ न ट्र्याक 7 घन्टा हाई क्याम्पलाई मात्रै अनि हाई क्याम्पमै बस्ने हो क्या हामी त्यही त हामी कहाँ 7 घन्टामा पुगिन्छ त नि हजुर त्यहाँ उता माथि उताबाट नि मिल्छ हिँड्न हामीलाई उता 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 पुगेपछि फाइदा हुन्छ कम हिँड्नुपर्छ यहाँभन्दा त्यहाँ बाइक राख्न मिल्छ ए उताबाट अझै नजिक पर्ने भयो यताबाट भन्दा बाइक यहाँ राखेर हिँड्ने उतै हो हामी नै हामीले भन्न खोजेको बाइक हामीले यहाँ राख्यौँ भने हिँड्ने यति नै हो फेरि ऊ त्यो सेतो घर भनेपछि हामी यो तलको बाटो जानु पर्यो ए त्यसो हामी यतैबाट जाऊँ तलबाट जाऊँ त्यहाँ बुझौँ क्या पहिला अनि 5-7 कता होइन त्यसो हामी अघिको मर्दी ट्र्याक भन्दा गएन अझै अगाडि छ कि हान साथी बाटो ल अझै अगाडिसम्म बाइक जान्छ र ऊ त्यहाँ त्यहाँसम्म त्यहीँसम्म बाइक लैजानु मिल्छ र झन् सजिलो भने त्यही भएर मै जानु आँटेको त्यो हामी त झन् सर्टकट भयो क्या साथी हाई क्याम्प आजै पुग्छौँ होला हामी आजै हाई क्याम्प पुग्छौँ होला अरू चाहिँ म बाटोमा के हुन्छ देखाउँछु हामीसँग के अरे तर यो रुटमा हामीसँग त हामी मात्रै 3जना हो 3जना मात्रै खालको यो रुटमा अहिलेसम्म बाटोमा कोही पनि भेटेको छैन हामीले सायद हामीले त्यो त्यहाँ यो यति कटेर भएपछि त्यहाँ तल गाउँटेहरू के भन्ने ठाउँ अरे साथी उताको रुट अर्को 2टा रुट रहेछ यहाँ मर्दै जाने मर्दै जाने 2टा रुट रहेछ अनि हामी चाहिँ सबै रेगुलर जाने रुट होइन हामी चाहिँ अर्को रुट हो यो चाहिँ कुन रुट भन्छ यसलाई सिदिङ रुट यस्तो बाटो बाइक पनि यस्तो बाटो पनि यस्तो स्टार्ट भयो ए भएन स्टार्ट ल ऊ त्यहाँ पुग्ने है अब चाहिँ हामी त्यही हो त्यसपछि के हुन्छ यहाँ हान साथी हान के गर्छु त चोक त हान न तान्यो हान बाटो त यस्तै रोको म झर्छु यस्तो बाटो है ल हान्देऊ
जुत्ता भित्र रे बाटो चाहिँ यस्तै वाइल्ड अफरोड छ यो हामी सिदिङ भन्ने अघि मैले देखाएको ठाउँमा जानुलाई चाहिँ कसो जाने र म कताबाट जाने भएको मै उयो पुल हुँदै जानुपर्छ गाडी तिमी यताबाट आउँछौ म यतैबाट गइदिउँ क्या यार के भयो भएन स्टार्ट यो गर होइन क्लोज छ फेरि गरेर रेस्ट नदियो चोक तानियो क्या भयो कहाँ गयो मिलन अब लौ जुत्ता लौ वे धान न तल गएको ढालिप तर यतिको अफरोड त मुस्ताङ राजा नि थिएन यार म साथी भन्नुपर्दा अड्क्यो चक्का यही थकै लगाइसक्यो के अरे कताबाट जा कता के यहाँ माथि उति होटल हो कताबाट जानुपर्छ नाम भन तिम्रो भण्डारी अशोक कतिमा पढ्छौ ल धन्यवाद अघिको त्यो वेलकम टु मर्दी ट्र्याक यताउति के लेखिरहेको थियो त्यो चाहिँ यहाँबाट हिँड्ने होला सायद यस्तरी हिँड्ने होला यहाँबाट हामी चाहिँ डाइरेक्ट यहाँ बाइकमा आयौँ हाम्रो साथी यस्तो अफरोड छ के भन्ने वाइल्डै अफरोड दाइले तान्न छोड्यो
अफरोडको बाउ छ क्या यहाँ बाउ भात खाएर दोस्तहरू खै यता हेर त सनस्क्रिम हानेर सनस्क्रिम हानेर केटाहरू रेडी भए अब यहाँदेखि ड्युटी स्टार्ट त्यही हो एउटा जाउँ न त्यसो भए साथी मलाई चाहिँ देखाउनु पर्छ मलाई देखाउनु पर्छ जसले बोल्छ त्यसलाई देखाउने हो न कसलाई देखाउनु त ल दाइ हामी झर्दाखेरि भेट्छौँ है त्यही सोचेको यसो पाठशालाको हेर्ने कुरा गर्ने सोचेको जाम ल दाइ गयौँ जिन्दगी झाड फिर्ने घमण्ड साथीको यति पीडा छ अहिले चक्कु निक्लेका खुन तेरा यार का के साथी खुन है त्यहाँ त त्यहाँ प्लास्टिक मासु सासु ल्याएको प्लास्टिक मिलन आऊ त जामा न हिँड्न भने साथी आमा साथी आऊ न नटोलाऊ न तिमी आऊ न साथी आऊ कसले मेरो बाबुलाई आऊ आऊ के भयो बाबु अब यहाँ टाउकोले भइसन्छ केटाहरूको साथी आऊ कसले बाबुलाई खासै उकालो होइन टाउकोले छोला छोला जस्तो गर्छ भुइँ त्यति मात्र हो फाइनल्ली लोके भाइ है के छ साथी कस्तो लाग्छ अन्त ठिक छ साथी एउटा मिठाई हान्दैको किन चाहिँ बुस्ट भयो हाम्रो साथीलाई ल है ल गोरसम्म मात्र होइन है हामी चाहिँ फेरि अझै 5 घन्टा हिँड्ने हो आयो पुग्ने आज हिँड्ने राति 9 बजेसम्म भयो नि भालै भएन तर लोर चाहिँ यस्तो रहेछ है यस्तै टाइपको त्यही लोर क्या के ढुन्डुडाउँदैन
पुरा बोकिदिन्छ कि ट्र्याकमा त बाटै हो नि मान्छे त्यस्तो धकाल छ बादल लडा रे बल्ल बादल लडायो है अब यहाँदेखि लगभग 2 घन्टा लाग्छ होला हाई क्याम्प हाम्रो अङ्कलहरू भेटिदिनु भयो बाटोमा बाउ छोरा रे दामी हो कस्तो दामी देखेको है चौरीको दुध छ नि दुध खाउँ न भाइ 1000 रुपियाँ किलो ए वहाँ पुग्यो है मान्छेहरू त हेर न त्यो बाँधेर यो कटेपछि त त्यस्तो अप्ठ्यारो छैन रे क्या यो कटेपछि त्यस्तो टफ जाम सिडी छैन रे त्यस्तो त्यो त लास्टै सिडी हो नि त हामी भन्दा धेरै जस्तो अङ्कलसँग होइन अङ्कल हामी भन्दा धेरै जस्तो तपाईँसँग कति सानो मात्र हिमाल देख्नु क्या उयो ए उयो जति माथि गयो त्यति दामी आउँदै गर्छ है भ्यूहरू ल हाम्रो लाभ्रेहरू हुन नसकेको लाभ्रे ए वहाँ जाने हामी मान्छेहरू देख्नुभयो होला यत्रो यहाँदेखि छल्ली छन् मान्छे त बाटै हो नि मान्छे टुरिस्ट साथीको हल्का पीडा छ त्यही भएर केही नभनौँ साथीलाई हामीले अहिलेलाई ल हामी जाने चाहिँ यो घरवाला होइन यहाँ छिम जाने रे वहाँबाट आइयो भर्खरै 1 घन्टा अगाडि भन न 1 घन्टा अगाडि उहाँबाट ल यहाँदेखि यहाँ यो आऊ साथी आऊ त्यहाँदेखि बब्बाल देखियो है होइन कसैले यहाँ र त्यो सजाएर गयो जस्तो कि बादल हेर न टुक्रा टुक्रा राख्थ्यो जस्तो कि यो 8 हेर न साथी अलि 8 देखेको उयो छाया कहाँ ए उयो अनि एउटाले फेरि त्यो केसैलाई धकाल्ने जस्तो भयो न त्यो हैन यहाँ चाहिँ यता यस्तो साथी हामीले जे इमेजिन गर्दा नि त्यही हुन्छ के त्यहाँ हेर्दै माया लाग्दो है कस्तो न टिपेर गोजीमा हालिदिउँ जस्तो बाइकको चाबीको छल्ला बाइकको चाबीको छल्ला खै के थाहा भएन फोटोसप गर्नु न साथी ठ्याक्क भयो त है तर यहाँबाट त यस्तो दामी माछा गुज्रेको यो
पुच्छर यस्तो दामी तरिकाले देखिया बबाल चाहिँ भोलि बिहान हेर्दा झन् बबाल हुन्छ लगभग हामी कति घन्टामा पुग्छ 1 घन्टा पनि लाग्दैन होइन अब हामी अब 1 घन्टामा हाई क्याम्प अनि भोलि भ्यू पोइन्ट अनि त्यसपछि डाइरेक्ट तल सिदिङ 1-2 दिनमै यो ट्र्याक सक्ने भयो ल होटलमा चाहिँ आइयो है अब खाना खान्छौँ अनि सुत्छौँ पैसा त अलि यहाँ भरे भोलि दिनु लाग्यो अब यहाँ हेर्नु मिठो र छ्या परेन यार कलरले खाए क्या हो ल भाइ कलरले खाए जस्तो कस्तो छ अङ्कल खाना यस्तै छ यो रुममा सुत्ने मान्छे यस्तो छ सुत्नु मन साथी 5 स्टारमा सुत्ने मान्छेलाई यस्तोमा लिएर राखेको छ नि यार त्यो त छैन 5 स्टारमा सुत्ने जस्तो सुत्ता नान्दी भन अब सुत्दै चुट खाएर सुत्नु पर्छ साथी यहाँ त म काट्दैन गरेर हालिदिन्छु ल केटाहरू रातिको 3 बजे रेडी भ्यू पोइन्ट जानलाई अङ्कल ल राम 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 कस्तो चिसो भनेको उहाँ मान्छे हिँड्ला यहाँ हल्का तिर गऱ्यो होला अर्को पाहाडमा यो चाहिँ पुरै मान्छे हिँडेको क्यामेरामा के देखियो ए देखियो सबै मान्छेहरू हिँडेको यो लाइट बालेर 3 बजे राति मर्दिको भ्यू पोइन्ट जानु आज फुल मुन डे हैन झन् न ए हामी त मर्दियो मन हामी त भ्यू पोइन्ट मात्रै हिँडिरहेको हो दम 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 कमिलाको ताती जस्तो छल्ली मान्छे यार सबमा हिमाल देखायो रे क्यामेरामा त देखेको छैन यत्रो पुरै मान्छे यार यो पाहाडमा यतादेखि झन् यो यताको यो टुप्पो झन् बवालदेखि चाहिँ माछा पुछेको मान्छेहरू त वाइल्डै जाने स्योरै हो मान्छेहरू त मर्निङ भ्यू हेर्न यता भने के छ मिच्छु के छ मिच्छु ओ मिलन के छ हो ए उताबाट हाई क्याम्प जाँदो रहेछ उहाँबाट त्यसको माथि हो के मलाई ए उताबाट त्यसको पनि त्यो उता माथि त्यो छ नि त्यो बेस क्याम्प हो जाने उताबाट त्यसको पनि माथि यसको पनि अझै माथि लगभग आधी घन्टा
कतिवटा पहाड देखियो यहाँ वर्ल्डको एन्ड पनि देखियो हिँड्नलाई अझै देखिन्थ्यो होला त्यहाँ पनि देखेँ कता सनराइज कता लाइनिङ है कस्तो रेम्बो जस्तो देखियो अरे है कतिवटा पहाड लाग्यो है माछा भन्दा यो हिमालमा चाहिँ छिटो माछा पिछुरी पनि अलिअलि फाइनली धेरै वेट गरेपछि सनराइज दोस्तले यहाँ कफी खोल्दैछ टाइम ल्याप्स पनि यता हुँदैछ यतातिर नि बब्बाल देख्दैछ यतातिर एउटा सूर्य चुरा खाना कति मजा आउँछ फेरि भिडियोमा फेरि हेर्नु म त नकाटिकन हालिदिन्छु साथी है जेसुकै भरोस् साथी रिसाउ बल्ल हल्का चिनी आएको छ कस्तो राम्रो चिनी घोल्लेकै छैन यार के गर्छ त साथी अब नखानु भन्दा फिक्का हुँदैन त्यही बरु चिनी लाग्यो हल्का चिनी आउँछ क्या फेरि हामी चाहिँ ठ्याक्क कति 4200 मिटरमा जम हामी चाहिँ फेरि झर्न मान्छेहरू बल्ल हेर ल 4 खुट्टाल टेक्ने मान्छे यही हो 4 खुट्टाल टेकेर हिँड्ने मान्छे यही हो 4वटा खुट्टाल टेकेर कहिले टाउकोदेखि भन्छ कहिले वाक्न लाग्यो वाकायो भन्छ वाक बनाएर अर्कोचोटिदेखि हामीसँग ट्र्याक नआऊ तिमीलाई दुःख दिँदो हैछौ त नि घर जान्छु भनेर बल्ल न्यानो भयो अघि बिहान त टाउको फुट्ला जस्तो भएर चिसोले फुटेको त हरियो रमाउँथ्यो होला तिमीलाई त मैले यहाँदेखि धकालिदिउँ जस्तो भयो त्यो मिल्ने भएको त कसम धकालिदिन्थ्यो कहिले के भन्छ वाक रिस उठेर हिँड्सँग मलाई त्यही भन्दा यहाँदेखि बबाल देख्दो रहेछ यार वहाँदेखि यहाँबाट बेस क्याम्प जाने भए यता पर्छ तर बेस क्याम्प जाएको त झन् देखिन्न भन्छ नै होइन त्यो यहीँबाट ठिक देखियो पर माछा पुछेर बबाल देखियो यहाँबाट उताबाट यस्तै ठाडे चढेको झर्दाखेरि यता सम्म बाटो पुरै जाँदा यस्तरी जाने राति हिँडेको रुट चाहिँ हामी यो यस्तो ठाडो थियो रातिको अनि अहिले आएको यता सजिलो 5-10 मिनट अलिक धेरै हिँड्नुपर्छ त्यति
लास्टै एक्सट्रिम छ यो त बिहान अँधेरै भएर यो बाटो हिँड्ने नत्र त यतैबाट हिँडिन्थ्यो जमजम र आन्टीहरू पनि ट्र्याक आउनु हो है के यो घोडा हो खच्चड हो घोडा जस्तै है ल हाम्रो होटलदेखि यस्तो दामी देख्दो रहेछ हिमाल अन्नपूर्ण एउटा हाम्रो खाजा यस्तो छ एउटा हन्तकाली अर्को हन्तकाली अन्तिम म सोझो हो नि सोझो ल हामी चाहिँ फर्किँदै मिलन दोस्त नहाल किन हो गाह्रो पर्छ के गाह्रो पर्छ भन न साथी त्यसो युट्युबमा हेर है त टेन्सन नले त कहाँ बस्न सकिन्छ हौ तिमीलाई चाहिँ को हाम्रो गेममा हैन तिमी कहाँ पुग्ने हो र खानाको पैसा त बाबाले दिन्छ आउ आयो ल हामी त मर्तीदेखि लाग्यो है अरू सबै भित्र छन् हामी बाहिर हाम्रो मर्ती ट्र्याक भ्यायो है साथी ल अब आज पुगाएर फर्किन्छौँ के हुन्छ हाम्रो बाइक पनि बिग्रियो बाइक लैजान्छौँ त्यो पनि देखाउने कि नै त्यो बाइक हालेको पनि देखाउँछु त्यही हो के भन्ने यस्तै यस्तै छ बाटो ल हाम्रो दोस्तको बाइक लोड भयो है कस्तो हो माई फ्रेन्ड पीडा दिलमा मान्छे चिलमा हो आजाती मुस्कान हेर न मुस्कान आजाती अस्ति त पुरै अनुहारमै देखिया थियो कहिलेकै हुन्छ के ट्राभल गर्दा अब ट्रेकमा यहीबाट ब्याड लक लाग्यो हैन लाग्यो सुरुबाट के त्यही नलैदिनु एक्सन कट हैन यो याद हुन्छ नि त मार्दीको याद कहिलेकै यस्तो हुन्छ के अब यस्तो याद त चाहिएन दाइ यो दाइले धेरै हेल्प गर्नुभयो जुत्ता पाएकै छैन अब कता बान्दिन्छ झन् हामीलाई भेट्नु भएर यस्तो गर्नु नि त यहाँदेखि बाँधेर त्यो नि हो। यहाँदेखि रस्सी हालेर अनि यसरी अगाडि बाँधिन्छ के गरौँ है यता ढोक्यो यता ढोक्यो रोक्नु मुस्ताङ गएर आउँदा बाइक बिग्रेको अवस्था सरी मुस्ताङ होइन गाह्रै मार्दी ट्रेकले फाइनल्ली बाइक सकुशल हामीले पोखरा ल्याइपुर्यायौँ गाइजहरू
अब धेरै पिर नमान भाइ अब बाइक बन्छ अनि भोलि बुटोल सरर नरौ के नरौ ल बुटोल पुग्यो है ल बुटोल पुग्यो बुटोलतिर तिहार लागिसक्यो रहेछ ल ह्याप्पी तिहार सबैजनालाई अन्टिल नेक्स्ट टाइम केटाहरू उहाँ पुग्यो